हेलो मेरा प्यारा प्यारा साथीहरू, के छ हाल खबर? साथीहरू, स्वागत छ तपाईहरु सबैजनालाई आज पनि कार्यक्रम खुसीको संसारको यो बिल्कुलै नयाँ सेगमेन्टमा। साथीहरू, आज तपाईहरुलाई हामी हस्तकलाको बारेमा चर्चा गर्नेछौँ। हस्तकला हेर्दा जति सुन्दर हुन्छन् त्यति नै यसका आफ्नै किसिमको विशेषता पनि हुन्छन्। अनि थाहा छ ज्ञान, एकचोटि म आमासँग लगनखिलमा रहेको वुड कार्भिङ इन्डस्ट्रीको भ्रमण गर्ने अवसर पाएको थिएँ र त्यो त मलाई क्या राम्रो लाग्यो नि। अर्को कुरा थाहा छ ज्ञान, त्यहाँबाट तालिम लिई अन्य ठाउँमा समेत यस्तै हस्तकला उद्योग सञ्चालन भइरहेका छन्। यहाँ सजाउने र बुट्टाको मात्र नभएर नेपालीको प्राचीन इतिहासलाई झल्काउने गरी हस्तकला मार्फत चित्रण गरिएका रहेछन्। हेर्दा सामान्य जस्तो लागे तापनि यसलाई निर्माण गर्न त धेरै मेहनत र समय लाग्ने रहेछ। एउटा कुरा ज्योति, काठमा बुट्टालाई विभिन्न डिजाइनमा खोपिसकेपछि त्यसलाई जोड्ने काम पनि बडो राम्रोसँग गरिदो रहेछ। ए हो र? अनि त्यसलाई रङ रोगन गर्ने काम गरिदो रहेछ। रङ सुकिसकेपछि यो असाध्यै राम्रो हुँदो रहेछ र अन्तमा यसलाई सजाउनेदेखि झ्याल ढोकामा समेत प्रयोग गर्न सकिदो रहेछ। बुझ्यौ? आहा, यो त मलाई त्यति राम्रोसँग थाहा थिएन र मलाई मन पर्ने झ्याल ढोका र हस्तकलाका सामान कसरी बनाइदो रहेछ भनेर आज बल्ल थाहा पाएँ। धन्यवाद ज्ञान यो जानकारीको लागि। त्यति मात्र कहाँ हो र ज्योति, यी हस्तकलाका सामानहरू बनाउन चाहिने कच्चा पदार्थहरू सहज रूपमा उपलब्ध हुन सके नेपालले यसैबाट प्रशस्त विदेशी मुद्रा पनि कमाउने र नेपालको आफ्नो नाम पनि सारा संसारमा फैलिन सक्छ है। हो नि ज्ञान, हामी सबै मिलेर उद्योगलाई त जोगाउनै पर्छ नि। आवश्यक सरसामानका लागि सरकार र निजी क्षेत्रहरूले मिलेर सहयोग गर्नुपर्छ, होइन त ज्ञान? पक्कै पनि ज्योति, यस सवालमा त हामी सबैजनाको भई हस्तकला उद्योगलाई प्रोत्साहन गर्नुपर्छ। ल त्यसो भए म पनि हस्तकला उद्योगलाई सकेको सहयोग गर्नुपर्छ भनेर मेरो नजिकका मानिसहरू सबैलाई सुनाउने छु। बरु शुभ कार्यमा ढिलो नगरौँ होला है। हुन्छ ज्योति। र साथीहरू, आजको लागि हाम्रो समय पनि सकिन लाग्यो। आगामी दिनहरूमा पनि यस्तै काम लाग्ने ज्ञानमूलक कुराहरू गर्न आउने रहेछौँ। तबसम्मका लागि हामी दुवैलाई बिदा दिनुहोस्। बाई बाई।